धेरैलाई थाहा नहुन सक्छ आफ्नो व्यवसायले विगत 7 वर्षभित्र बेहोरेको घाटालाई फाइदा भएको वर्ष समायोजन गर्न सकिन्छ। उदाहरणका लागि मानौं तपाईको व्यवसायले आर्थिक वर्ष 2079-80 मा 30 लाख घाटा र आर्थिक वर्ष 2080-81 मा 25 लाख घाटा बेहोरेको थियो। तर अर्को आर्थिक वर्ष 2081-82 मा तपाईको व्यवसायले 60 लाख नाफा कमायो। अब के तपाईले 60 लाखको नै कर तिर्नुपर्छ त? पर्न सक्छ यदि तपाईको एकाउन्टेन्ट वा अडिटरलाई नोक्सान समायोजन गर्न मिल्ने कानुनी सुविधाबारे जानकारी नभएमा वा उहाँहरूले हेलचक्राइ गरेमा। किनकि तपाईले कुनै पनि आर्थिक वर्षमा भएको नाफाबाट विगत 7 वर्षमा भएको घाटालाई समायोजन गर्न मिल्छ। यसको अर्थ माथिको उदाहरणमा तपाईले कर तिर्दा 2081-82 मा भएको 60 लाख नाफाबाट 2079-80 मा भएको 30 लाख घाटा र 80-81 मा भएको 25 लाख घाटा घटाएर बाँकी रहने जम्मा 5 लाख नाफाको मात्रै कर तिर्दा हुन्छ। त्यसरी तपाईले आफूलाई धेरै कर तिर्नबाट वैधानिक रूपमै बचाउन सक्नुहुन्छ। अनुभवी सीए लगायतको टिमबाट विस्तृत ट्याक्स प्लानिङको लागि एरोनेट कन्सल्टिङ सर्भिसेसलाई सम्झनुहोस्। Aeronet Biz Connect, an initiative of Aeronet Consulting Services.